प्रमुख प्रतिपक्षले लगातार हाउस हिजोदेखि अवरोध गर्दै आउनुभएको छ। कुलमान घिसिङका विषय लिएर एउटा गम्भीर प्रश्न के सिर्जना भयो भने एउटा सहसचिव लेभलको कर्मचारी जससँग जोडेर हाउस 2 दिन लगातार जसरी बन्द गर्नुभयो, यसले प्रमुख प्रतिपक्ष र विद्युत प्राधिकरणका यामडीको बीचको कनेक्सन के हो भन्ने कुरा एउटा गम्भीर रहस्यमय भएको अवस्था यसले विद्यमान भयो र उहाँहरूले यसका बारेमा जवाफ दिनका लागि देशका प्रधानमन्त्रीलाई हाउसमा बोलाउनु भएको छ। म यहाँहरूलाई भन्न चाहन्छु, नेपालको संविधान बमोजिम, संविधानको धारा 105 बमोजिम सरकारले गरेको निर्णय, त्यो निर्णयबाट आफूलाई अन्याय परेको भने सम्बन्धित व्यक्ति अदालत गइसकेको अवस्थामा अदालतको क्षेत्राधिकारको विषय बनेको यो विषयलाई सामान्य प्रधानमन्त्रीज्यूले संसदबाट जवाफ दिनुपर्छ भन्ने कुरा त्यो न्यायसङ्गत भएन, संविधान बमोजिम भएन। उहाँको अध्यक्षतामा बसेको क्याबिनेट, त्यो क्याबिनेटले गरेको निर्णय, त्यसबाट परेको असर र अन्यायका बारेमा जब सम्बन्धित व्यक्ति अदालत जान्छ भने त्यसका बारेमा के हो भनेर चाहिँ संसदबाट आएर बोल्ने कुरा यो संविधानले अनुमति दिँदैन। त्यसकारण प्रधानमन्त्रीलाई बोलाउने कुरा, प्रधानमन्त्री नआएसम्म हाउस चल्न दिन्न भन्ने कुरा, यो चाहिँ संविधान विपरीतको काम चाहिँ प्रमुख प्रतिपक्षबाट भएको छ। हामीले आज प्रमुख प्रतिपक्षलाई भन्यौँ, विभागीय मन्त्री आएर जवाफ दिने कुरा उहाँहरूले अस्वीकार गर्नुभयो। त्यसो हो भने प्रधानमन्त्रीको तर्फबाट देशका उप प्रधानमन्त्रीज्यूले आएर सम्बोधन गर्नुहुनेछ। उप प्रधानमन्त्रीको तहबाट आएर तपाईहरुले संसदमा जिज्ञासा जुन ढङ्गले राख्नु भएको छ, प्रश्न जुन ढङ्गले उठाउनु भएको छ, यो विषयलाई उहाँले त्यहाँ जवाफ दिनुहुनेछ भन्ने कुरा हुँदा पनि उहाँहरूले उप प्रधानमन्त्रीको तहबाट सम्बोधन गर्ने कुरा, जहाँ प्रधानमन्त्रीको बिहाफबाट उहाँले बोल्नुहुन्छ, यो पनि नमान्ने कुराले के देखाउँछ भन्दा सरकारलाई असहजतातर्फ लैजाने, असहयोग गर्ने र सरकारले संसदमा दर्ता गरेको विशेष गरी प्रतिस्थापन विधेयकलाई फेल गराउने, निष्क्रिय बनाउन भूमिका निर्वाह गर्ने, यो प्रायबाट प्रमुख प्रतिपक्ष हिँडेको देखियो। यसले उहाँहरूले दुराशयुक्त यो जे व्यवहार गरिनु भएको छ, यसले हामीलाई दुखित तुल्याएको छ। यो बेठिक छ, उहाँहरूले यो सच्याउनु पर्छ भन्ने हाम्रो आग्रह छ। भोलि 11 बजेको लागि बैठक बोलाइएको छ। भोलि थप छलफल फेरि पनि गर्ने कुरा यो बीचमा हामी गर्छौँ। भोलिको बैठकमा कम्तीमा पनि यी परिस्थितिहरू बुझेर प्रमुख प्रतिपक्षले हाउसलाई सहज ढङ्गले अगाडि बढाउनका लागि भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। हस्, थ्याङ्क यू।